गुड मर्निङ सबैजनालाई स्वागत छ तपाईहरुलाई फेरि पनि हामी आयन्स अनि ममको युट्युब च्यानलमा। आज चाहिँ म मेरो नानीलाई चाहिँ लिन जाँदैछु हैन। पानी चाहिँ यस्तो डरलाग्दो परिरहेको छ नि, के भन्नु म भन्नै सक्दिनँ तपाईहरुलाई हो। यस्तो डेन्जर पर्दैछ। अब यो नानी ल्याउन जाने चाहिँ आफ्नो आमालाई याद हुन्छ कस्तो चाहिँ साह्रो पर्छ पानी झरीमा भनेर हो। त्यही भएर चाहिँ आज मैले तपाईहरुलाई धेरै दिनमा चाहिँ म भिडियो बनाइरहेको छु। मेरो छोरालाई लिन जाँदैछु। पानी चाहिँ कतिको पर्दैछ तपाईहरुलाई देखाउँछु, तपाईहरु हेर्नुहोस् न। हेरिहाल्नुहोस् बर्खा झरी चाहिँ यस्तो हो, यस्तो डेन्जर छ नि पानी। यो उकालो चाहिँ जानुपर्छ होइन, जाँदैछु। राखौ यस्तो बिजोक हुन्छ हाम्रो चाहिँ बर्खा झरीमा चाहिँ। यहाँ चाहिँ यस्तो पानीहरू छप 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 जाँदैछु लानु। हावा पानी आउँदैछ। आज जाँदैछु फेरि बल्ल सचक आइपुगेँ घरदेखि चाहिँ होइन। यहाँ चाहिँ पानीको चाहिँ कतिको छ तपाईँले देखिराख्नु भएको छ। यस्तो बिजोक हुन्छ तर मलाई बर्खा चाहिँ मन पर्दैन हो। अब यसरी गाडीहरू आउँदा झन् डल्लै भिजाइदिन्छ कि रिस उठ्छ नि। सानो भाइ यस्तो भइरहेको छ। पानी हेर्नु हुँदैछ लाइट अनि यस्तो हुन्छ बिजोक चाहिँ। पानी झरीमा चाहिँ अब मेरो छोरालाई लिएर आउनु चाहिँ मेरो बिजोक हुने रहेछ। त्यहाँबाट चाहिँ कतिको तला आमा आइन्सको साथी चाहिँ आउँदै रहेछ कि ए होइन त अर्को नानी रहेछ हो। बिजोक नि हौ मौसम चाहिँ यहाँ चाहिँ पानीहरू फेरि परिरहेको होला नि। आमाहरू भिजिसक्यो है हो नि, बिजोक हुने रहेछ बर्खा। देख्नु होला सुन्नुभयो होला होइन। भएर चाहिँ यस्तो बिजोक हुन्छ। बिजोक हुने रहेछ आमाहरूको चाहिँ बर्खामा हो। अनि र पनि के गर्नु, आफ्नो नानीलाई त लिनु जानै पर्यो होइन। त्यही भएर चाहिँ जाँदैछु जानु त। मेरो फेरि नानीले के गर्छ बोक्नु लाउँछ नि त, त्यही झन् बिजोक हुन्छ मेरो। बोक्नु लगाएर चाहिँ ननस्टप घर फेरि स्कुलदेखिको घर, घरदेखिको स्कुल उनी बाटोमा हिँड्नु चाहिँ घिनाउँछ नि त हो। त्यही भएर त्यही बिजोक चाहिँ मेरो भइसक्यो। अब चाहिँ उसलाई स्कुलभित्र अब स्कुलमा चाहिँ भिडियो बनाउनु दिँदैन हो। त्यही भएर उसलाई म निकालिसकेर भिडियो बनाउँछु तपाईँहरूलाई। अहिले भेट्छु। देखाइदेऊ त भाइ, गम्बुट देखाइदेऊ। उसको चाहिँ यो चाहिँ हालत अहिले। बाटोमा आइरहँदा चाहिँ भिडियो बनाउनु सकिनँ। त्यही भएर चाहिँ एकैचोटि आएर पनि रेस्ट गरेर पनि हामी खानासाना खाएर पनि ढल्केर त उठ्दा त बेलुका भएछ होइन नानी। ए मेरो छोरा पनि सुतेर उठेको एकताल हो। त्यही भएर किन आएर चाहिँ म भिडियो बनाइरहनु सकिनँ, किन दादा फर्किनेवाला थियो नि त मेरो जेठाजु होइन। त्यही भएर चाहिँ मैले भिडियो बनाइरहनु पाइनँ। बाटोमा फेरि यस्तो डरलाग्दो पानी पर्दै थियो होइन। त्यही भएर त्यही कारण मैले भिडियो पनि बनाउन सकिनँ नानीसँग। त्यही भएर चाहिँ मैले चाहिँ अहिले यति बेला भर्खर उठेर बनाउँछु। मेरो छोरा पनि भर्खर उठ्यो। हाय एमी, हाय एमी। उनीहरू चाहिँ टिभी हेर्दै बसिरहेको छ।